के छ गाइस, अब यसलाई स्कुल बोतल भनौँ कि है, अब तपाईँहरूको बच्चाहरूको लागि बाहिर लाँदाखेरि पनि नमिल्ने भन्ने चाहिँ होइन है, फेरि होइन र पनि, तर स्पेसली स्कुलको लागि चाहिँ यो बेटर छ। किनभने यतिको प्राइसमा यतिको बोतल भनेको धेरै राम्रो छ है। तपाईँहरूलाई बच्चालाई तपाईँले तातो पानी हालेर पठाइदिनु भयो भने स्कुलभरि मलाई लागेसम्म टिक्छ जस्तो लाग्छ। मन तातो भएर बसिदिन्छ, स्कुलमै पनि पानी थप्नु मिलिहाल्छ, होइन र पनि। अब यसको काम चाहिँ गर्मीमा त हामी प्राय युज गरे तापनि प्लास्टिकै बोतलहरूले पनि काम चलिहाल्छ गाइस, होइन र नि। तर बच्चाहरूलाई अलिकति चिसो मौसममा, स्पेसली अहिलेको मौसमहरूमा चाहिँ तपाईँले यो बोतल चाहिँ पठाउनु भयो भने अति उपयोगी हुन्छ जस्तो मलाई लाग्छ है। अब ह्यान्ड क्यारी गर्ने ठाउँहरू तपाईँको छँदैछ है, यहाँ लक लाउने छँदैछ, यो लक भयो। अब यसलाई खोलेपछि तपाईँले ओपन हुन्छ है, यो लक भयो। अब तपाईँले यसलाई यसरी लक लाउनु भयो भने थिचे पनि आउँदैन है। अब यसमा फाइदा के छ त भन्दाखेरि यो चाहिँ स्ट्रवाला हो है, मजाले चुसेर खानु मिल्ने हो। अब चुसेर खान्न भन्नुहुन्छ भने पनि नो प्रब्लम, त्यो पनि गर्नु मिलिहाल्यो, होइन र भने। अब तपाईँहरूलाई वाटर बोतलहरू अहिले नर्मली 500-600 पर्छ है, नर्मली एकदमै नर्मली किन्नुभयो भने पनि। बरु अलिकति पैसा थपेर तपाईँले यो किनिदिनु भयो भने राम्रो हो कि जस्तो लाग्छ है। हेर्नुहोस् त है, अब यसमा चाहिँ फाइदा के छ भने यसरी अलग्गै खानु पनि मिल्छ, चुसेर खानु पनि मिल्छ। यो चाहिँ 2 in 1 टाइपको हो है। यसमा दुईटा होल हुन्छ है, हुनु त सबैको दुईटै होल हुन्छ ल, यसमा दुईटा होल हुन्छ। यहाँनिरदेखि एउटा चाहिँ यसरी चुसेर खानु मिल्ने, एउटा अलग्गै खानु मिल्ने है। यो दुईटा क्वालिटीको छ, कलरहरू राम्रो राम्रो छ। हेर्नुहोस् त, प्राइस पनि 900 रुपियाँ मात्रै हो है, 900 रुपिज हो। स्पेसली यो बच्चाहरूको लागि हो है, ठुलो मान्छेको लागि भन्दा नि बच्चाहरूको लागि। अब ठुलोले चाहिँ बोक्दाखेरि तातो पानी पनि चिसो भइहाल्ने भन्ने चाहिँ होइन, होइन र भने। तर स्पेसली बच्चाहरूको लागि चाहिँ यो बेटर छ, राम्रो छ। 900 रुपियाँमा यतिको राम्रो बोतल छ है। किनभने मैले पनि बोतलहरू किनिरहेको हुन्छु, 1000 रुपियाँ 1100मा कस्तो झारे हुन्छु है। अब आफ्नोमै आएको बेला 900 रुपियाँमा दिएको छु है। राम्रो छ यो बोतल, हेर्नुहोस् त, राम्रो छ, 900 रुपिज हो है। सो गाइस, तपाईँहरूलाई थाहा छ कि छैन, पिकिङमा आउनु भने बच्चाको स्पोर्ट्स सम्बन्धी सामानहरू सम्पूर्ण पाउनुहुन्छ, होइन र भने। तर विशेष गरी बच्चाको लागि तपाईँलाई यो वामवाला बोतल यदि आवश्यक छ भने नि गाइस, डाइरेक्ट पिक्यू गाइस। धन्यवाद।